हाम्रो यो पहिलो प्रयास हो। क्षेत्रपाटी क्लबले यो राष्ट्रिय खेल गर्ने हाम्रो पहिलो प्रयास स्वरूप आज तपाईँहरू सामु हामी उपस्थित भएका छौँ। सुरुमा केही कुराहरू राख्न चाहन्छु। रामहरि कृष्ण मानन्दर क्षेत्रपाटी क्लबको संस्थापक अध्यक्ष, उहाँलाई हामीले आजीवन अध्यक्ष मानेका थियौँ र उहाँले क्षेत्रपाटी क्लबलाई मात्र होइन कि अन्य धेरै सङ्घ संस्थाहरूलाई आफ्नो घरमा स्थायी रूपमा बस्नको लागि, स्थायी रूपमा अफिसहरू सञ्चालन गर्नको लागि ठाउँहरू दिइराख्नु भएको छ। समाजमा उहाँले युवाहरूलाई जम्मा गरेर युवाहरू कुलकमा बुद्धिचाल सङ्घ काठमाडौँ र बुद्धिचाल सङ्घका टेक्निकल कमिटीका साथीहरूले हामीलाई जुन सहयोग गरिराख्नु भएको छ, उहाँहरूप्रति आभार व्यक्त गर्दै अब म प्रेस विज्ञप्ति वाचन गरेर सुनाउन चाहन्छु। आदरणीय पत्रकार बन्धुहरू, क्षेत्रपाटी क्लबको आयोजनामा श्रीमान श्रीमती स्वर्गीय रामहरि कृष्ण मानन्दर स्मृति तेस्रो ऱ्यापिड तथा दोस्रो राष्ट्रिय ब्रिड चेस च्याम्पियनसिप 2083 वैशाख 16 देखि 18 गतेसम्म काठमाडौँ स्थित क्षेत्रपाटी पार्टी प्यालेस, यही पार्टी प्यालेसमा आयोजना हुनेछ। प्रतियोगिताको कुल नगद पुरस्कार राशि 3 लाख रहेको छ, जस अन्तर्गत ऱ्यापिडतर्फ रु 2 लाख र ब्रिड्सतर्फ रु 1 लाख पुरस्कार वितरण गरिनेछ। प्रतियोगितामा देशभरका उत्कृष्ट 200 जना खेलाडीहरूको सहभागिता रहनेछ। वर्तमान नेपाल च्याम्पियन एफएम रूपेश जेसवाल, पूर्व नेपाल च्याम्पियनहरू बद्रीलाल नेपाली, सिएम नवीन तन्डुकार, सिएम केशव श्रेष्ठ, नेपाल ओमन च्याम्पियन सिन्दिरा जोशी, कृति सरा अधिकारी, विनिता कपाली लगायतको सहभागिता सुनिश्चित भइसकेको छ। प्रतियोगितामा खुल्ला विधातर्फ ऱ्यापिडमा क्रमशः रु 35,000, 25,000, 15,000 तथा महिलातर्फ 10,000, 7,000 र 5,000 पुरस्कार रहेको छ। त्यस्तै गरी ब्लिट्स खेलमा खुल्लातर्फ 15,000, 10,000, 8,000 र महिलातर्फ 10,000, 7,000 र 5,000 पुरस्कार रहेको छ। त्यसै गरी विभिन्न विधा तथा उमेर समूह अन्तर्गत उत्कृष्ट महिला सिनियर 55 वर्षमाथि रेटिङ 1800 र 1600 भन्दा कम अनरेटेड तथा जुनियर 12 देखि 14, 16 सहित 44 जना खेलाडीहरूलाई आकर्षण पुरस्कारको व्यवस्था गरिएको छ। पत्रकार बन्धुहरू, प्रतियोगिताको प्राविधिक पक्षलाई व्यवस्थित बनाउन खेलाडीहरूको बैठक मार्फत प्राविधिक समिति गठन गरिनेछ र निर्णय अन्तिम हुने जनाइएको छ। कुनै प्राविधिक त्रुटि भएको अवस्थामा खेलाडीले रु 5,000 धरोटीसहित अपिल गर्न सक्नेछन्। अपिल सही ठहरेमा उक्त रकम फिर्ता गरिनेछ। नेपाल चेस महासङ्घ, एनसिएफ, एसियन चेस फेडरेसन, एसिएफ तथा फिडेद्वारा मान्यता प्राप्त यस प्रतियोगितामा प्रमुख निर्णायकका रूपमा एफए स्वराज ताम्राकार रहनेछन्। स्विस लिग प्रणाली अन्तर्गत ऱ्यापिड 9 चरण तथा ब्रिड खेल जम्मा 11 चरण खेल सञ्चालन हुनेछ। पत्रकार मित्रहरू, क्लब संस्थापक अध्यक्षको नाममा राष्ट्रिय चेस प्रतिस्पर्धाको आयोजनाले उहाँको सामाजिक योगदानको कदर हुने विश्वास दिँदै यस प्रतियोगिता अवधिभर समाचार सङ्कलन तथा सम्प्रेषण गरी सहयोग प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। गोपाल माली, अध्यक्ष तथा क्लब परिवार, क्षेत्रपाटी क्लब, वैशाख 14 सोमबार। बारेमा यहाँहरूलाई जानकारी गराउनु भयो। के व्यवस्था हुन्छ बस्ने भन्ने के चाहिँ आवासको व्यवस्था चाहिँ हामीले गरेका छौँ। मेरो क्वेसन है, तपाईँले अघि यो बोलेकोमा चाहिँ पहिलो प्रयास भनेर भन्नुभएको छ। यहाँ पनि यो तेस्रो राष्ट्रिय ऱ्यापिड र दोस्रो राष्ट्रिय ब्रिड चेस भनेको छ। यो पहिला आयोजक अर्कै हो कि यो फेरि के हो? यो भएको हुनाले यताबाट म अलिक प्रश्न पार्टी नेपाल बुद्धिचाल महासङ्घले म अध्यक्ष भइसकेको थिएँ। करिब वर्षमा हामी 8-9वटा राष्ट्रिय प्रतियोगिता आयोजना गरिरहेछौँ र यो वर्ष पनि हामीले नेसनल जुनियर नेसनल युथ च्याम्पियनसिप हामीले गरिसकेका छौँ
र यो वैशाख र जेठभित्र हामी हाम्रो 5वटा राष्ट्रिय प्रतियोगिताहरू गर्ने हाम्रो लक्ष्य छ र हामीले घोषणा गरिसकेका छौँ। यही बिचमा अब तपाईँलाई थाहा छ यो महासङ्घलाई आर्थिक सरकारको आर्थिक सहयोग भनेको 0 छ। केही बजेट सुनाउँछन् अनुदानको रूपमा, जस्तै त्यो 3 लाख लिन पनि स्ट्यापो हुन्छ, लिन पनि हम्बैमै पर्छ। किन हामीलाई विभिन्न साथीहरूसँग हामीले अनुरोध गर्छौँ, तपाईँहरूले कुनै प्रतियोगिता गर्न चाहन्छौँ भने चाहनुहुन्छ भने यसलाई नेसनल रूपमा गरिदिनु भनेर हामी अनुरोध गर्छौँ। जस्तै अहिले गोपाल माली मेरो पुरानो मित्र हुनुहुन्छ, उहाँले एउटा कार्यक्रम हाम्रो क्लबको स्थापना दिवसको अवसरमा एउटा कार्यक्रम गर्नुपर्ने भनेपछि ठिक छ यसलाई नेसनल गेमका रूपमा लौँ, हामी आधिकारिक रूपमा नेपाल चेसले निर्णय गरिदिनेछौँ भनेर त्यसरी कुरा गरियो र त्यो अनुरूप हामीले निर्णय गऱ्यौँ। नेसनलले हाम्रो लागि सबभन्दा चुनौतीपूर्ण छ। जुन चेस ओलम्पियाडमा हाम्रो खेलाडीहरू जानेछन् त्यो हामी असार यो जेठभित्र हामी सम्पन्न गर्नेछौँ। र अब यो प्रतियोगिता हामीले विगतमा पनि गर्नुहुन्छ कि आउनु पनि हुन्छ यस्तो? धन्यवाद प्रश्नको लागि। अघि मैले भने यो हाम्रो पहिलो प्रयास हो। यसमा बुद्धिचाल सङ्घको तर्फबाट हामीलाई जे जति सहयोगहरू भइरहेको छ र यो पहिलो प्रयास गर्दाखेरि हामीलाई अलिक गाह्रोको अवस्थाहरू भइरहेको र म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु, तपाईँहरू समाजको तेस्रो आँखा पत्रकार मित्रहरू, तपाईँहरूको तर्फबाट यसपालि यस क्लबले गर्ने कार्यक्रम जुन रूपमा प्रचार प्रसार गरिदिनु हुनेछ त्यसबाट अर्को पटक गर्नलाई हामीलाई सजिलो हुनेछ भन्ने हामीले आशा लिएका छौँ र हामीले हाम्रो कोसिस रहनेछ यसलाई निरन्तरता दिने। अफिसियल प्रतियोगिता हो, त्यसैले यसबाट जस्तै एसियन च्याम्पियनसिप र वर्ल्ड च्याम्पियनसिपमा हामी यसको हाम्रो नेपाल देशको आधिकारिक निर्णय के छ भने अफिसियल प्रतियोगिता इन्टरनेसनल प्रतियोगितामा हामी डाइरेक्ट सहभाग हामी गराउँछौँ। र त्यसै गरी मैले बुद्धिस्ट कप जुन प्रतियोगिता भनेछौँ त्यो विषय गएको वर्ष अलिक विवाद भएको तपाईँलाई थाहा छ। त्यसैले अब हामी के गर्छौँ भने अब यो खेलाडी बाहिर जाँदाखेरि नेपाल देशले के समस्या आउँदो रहेछ भने निर्णय गर्नु गाह्रो, आफ्नो चाहना हुन्छन्। त्यसैले यसपटक त्यो बुद्धिस्ट कपमा हामी यो किनभने त्यहाँ ऱ्यापिड र ब्लिज प्लेयर सहभागिता हुने भएकोले पर्सि हामी आधिकारिक रूपमा घोषणा गर्नेछौँ यो दोस्रो बुद्धिस्ट कप उसकोमा हुने प्रतियोगितामा पनि सहभागी गराउनेछौँ भनेर। धन्यवाद। दुई फेडरेसनसँगको दौत्य सम्बन्धमा उनीहरूले आयोजना गर्ने प्रतियोगितामा नेपाली खेलाडीहरू त्यहाँ गएर सहभागिता जनाउने पक्की नै छ। योभन्दा अगाडि पनि गएको हो, तर अहिले चाहिँ यो खेलाडीहरूको अलिकति मागहरू आएको हुँदाखेरि खेलाडीहरू सँगै बसेर निर्णय गरिसकेपछि मात्रै यसलाई घोषणा गर्ने अहिलेको चाहिँ नेपाल विचार महासङ्घको त्यो धारणा रहेको हुँदाखेरि जाने त पक्का जाने नै हो। धन्यवाद। छत्रपति क्लबले यो छत्रपति क्लबको वार्षिक उत्सव यो बुद्धिचाल राष्ट्रिय प्रतियोगिताको साथसाथै 18 गते समापनको दिन छत्रपति क्लबको वार्षिक उत्सव परेको हुनाले 17 वटा भित्र रहनुभएका नेपालको राष्ट्रिय झन्डा बोकेर विदेशमा देशको तर्फबाट गएर खेल्न जानुहुने खेलाडीहरूलाई हामीले यही ठाउँमा त्यही दिन सम्मान गर्ने कार्यक्रम पनि रहेको छ। आजसम्मको अवस्थामा 13 जनाको नाम हामीसँग आइसकेको छ। नाम आउने क्रम बाँकी छ, नाम आउने क्रम जारी छ। यति भन्दै हाम्रो छोटो समयको सूचनामा पनि यहाँ आइदिनु भएकोमा सम्पूर्ण पत्रकार मित्रहरूलाई धन्यवाद ज्ञापन गर्दै आजको यो कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। सम्पूर्ण पत्रकार मित्रहरूलाई खानाको व्यवस्था गरिएको हुनाले